गुड मर्निङ एभ्रिवान, जय मसी। र आज चाहिँ फेरि म चाहिँ बिहाको है सामानहरू अब उठाउनु पर्छ। म चाहिँ घरदेखि बिहानै जाँदैछु, सामानहरू उठाउनु पर्यो है। हेर्दै जानुहोस्, आज सामानहरू पनि म उठाउँदैछु। बिहा पनि रमाइलो भयो है। आज चाहिँ दिन पनि एकदमै राम्रो छ है। म तपाईँहरूलाई आजको दिन पनि देखाइराखेको छु। अचम्मै राम्रो दिन छ, हेर्नुहोस्। यस्तो दिन चाहिँ है हुन्छ भनेर यो जेठको समयमा यस्तो थाहा थिएन। बिहा पनि रमाइलो भएको थियो र बिहाकै भोलिपल्टमै यस्तो दिन हेर्नु है साथी, रमाइलो छ दिन चाहिँ। आकाशहरू पनि मजाको खुल्ला छ। ल धमाधम काम भइरहेको रहेछ है। नाना ठिकै हुनुहुन्छ? ओके 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 ओके। ल सामान पनि बिहाको उठिसक्यो। ल यहाँ पनि भाइले उठाइसक्यो पर्दाहरूदेखिको सबै। आज चाहिँ हाम्रो बिदाबारी हुँदै जाँदैछ है कामहरू। ल अब मण्डपहरू पनि बिस्तारै बिग्रिँदैछ है। यहाँ आनन्द बुबु चाहिँ खँदा है पटाउनु भएको। ल अब चाहिँ उठाइसकेँ मै सरसामानहरू। यो लगाएर फेरि खाजाको है घर पनि हिँड्यो छ्यामाहरूसँग। ल आफ्नो सामान पनि बोकेर हिँड्दैछ, फेरि पनि ल्याउनु आउनुपर्छ हो आफ्नो सामान। अझै छ एक बोरा अङ्कल माथि। ल बिहा गर ल। ल साथीहरू काम गरिरहेको छ, हेर्नुहोस् थन्क बन्क। ल हाम्रो नाना अङ्कल आन्टी। ल अङ्कलसँग पनि हेर्नुहोस् है, हाम्रो उता उत्तरेको अङ्कल हो। यहाँ हाम्रो नाना नाना हो यहाँ छ्यामा हो। यहाँ पहाडमा चढ्नु साह्रो पऱ्यो अरे। नकुटौँ है, अब त आइपुगिहाल्यो। यस्ता छ है जग्गा यहाँ चाहिँ एकदम सुपर डुपर। फेरि अब केटी मान्छे कहाँ सिलिन्डरहरू यो खालको बोकेर हिँड्छ त? रुम सार्नु भन्यो उयो हुँदैन। कालोमा हामीलाई चाहिँ बानी भएको। यता हेर्नु आन्टी। ए नाना हेर्नु दामी दामी। हामी चाहिँ अब घुमेर पनि फर्क्यौँ स्थानमा। यो चाहिँ अब घुम्टी, हाम्रो चाहिँ डाँडा गाउँ भन्छ।